Hello, namaste. Welcome to my vlog, Asmita Grung. And मसँग मेरो नातिनी अनि मेरो चन्द्रा दिदी हामी चाहिँ एक दिन बार्सिलोनाको पार्क गोइल भन्ने ठाउँमा हामी घुम्न गएको थियौं दिदीसँग। दिदीले हामीलाई घुमाउन लैजानु भएको थियो। धेरै राम्रो ठाउँ थियो है। यहाँनिर धेरै दर्शकहरू आउने गर्छन्। धेरै जसो ठाउँबाट मान्छेहरू घुम्न आउँछन्, टिकट काट्नुपर्ने हुन्छ है। यो बार्सिलोनादेखि नजिकै रहने ठाउँ हो। हामीसँग मेरो मोबाइलमा भएको फोटोहरू चाहिँ मैले यहाँनिर राखेँ। फोटो भिडियोहरू राख्ने क्रममा मैले यहाँहरूसँग मैले जानकारी गराउन चाहन्छु। यो चाहिँ टक्कै माथिबाट देखिने बार्सिलोना शहर हो है। अनि त्यस्तै गरेर हामी घुम्दै जाँदाखेरि हामीलाई त्यहाँ दिदीले घुमाउन लैजानु भयो, सबै देखाउनु भयो। यो पुरै ह्यान्डमेड रहेछ, पहिलाको जमानामा बनाएको। हेर्नुहोस् न कति राम्रो बनाएको छ है, हातले पनि। कति समय लाग्यो होला, कति दिमाग लगाउनु पर्यो होला त्यो बेलामा। पहिलाको मान्छेहरूलाई चाहिँ एकदम मान्नै पर्छ के। हेर्नुहोस् न पुरै ह्यान्डमेड। जुन देशमा चाहिँ गए पनि पहिलाको चाहिँ एकदमै मलाई चाहिँ एकदम राम्रो लाग्छ के। त्यहाँनिर चाहिँ यस्तो राम्रो फुलहरू पनि रहेछ। अनि पार्क त हो हैन, कतै हिँड्दै जाँदा फुल, कतै जाँदा भ्यू, कता के देखिन्छ नि त। यस्तै गरेर यहाँनिर यस्तै राम्रो ठाउँमा दिदीले हामीलाई देखाउँदै लैजानु भयो। एकदम धेरै रमाइलो भयो, एकदम धेरै इन्जोय गर्यो हामीले। हाम्रो दिदीलाई चाहिँ धेरै धन्यवाद भन्नुपर्छ। बार्सिलोनाबाट यो मान्छेहरू धेरै छ नि, त्यहाँबाट चाहिँ सबैजनाले बार्सिलोना सहर हेरिरहेछ के, सिटीलाई अवलोकन गरिरहेछ यहाँदेखि है। कोही माथितिर घुम्न गइरहेछ, कोही कता घुम्न गइरहेछ। हामी चाहिँ त्योभन्दा यतापट्टि पनि यस्तो छ, पुरै हातले बनाएको। नातिनीले चाहिँ हाम्रो भिडियो खिचिदिने भनेर पछाडिबाट भिडियो खिच्दैछ, हामी चाहिँ अगाडि गइरहेछौँ। रमाइलो छ जिन्दगी, यस्तै रमाइलो भइरहेछ। जता हेऱ्यो त्यति राम्रो है। एकदम मक्ककै ठाउँ पनि। तपाईहरु पनि जानुभएको छैन भने जानुस्। मैले चाहिँ यो फोटो भिडियोहरू सबै मेमोरीको लागि सेभ गरेर राखेको के। जुन दिन गएको थियो नि, जान त अब पछि पनि गइन्छ, तर त्यो दिनको जस्तो महत्त्व अर्को दिन हुँदैन नि त न। त्यही भएर हेर्नुहोस् है, गाईहरू धेरै राम्रो छ। मेरो पनि पहिलोचोटि हो यहाँ। बार्सिलोनाबाट नजिकै पर्छ। फेरि पनि गएको थिएन, जाने समय मिलेको थिएन। अब जान्छु भनेर हुँदैन नि त, दिन आउनुपर्छ, आफ्नो टाइम मिल्नुपर्छ हैन। त्यो कारणले गर्दा हेर्नुहोस् न कस्तो राम्रो ह्यान्डमेड। हेर्नु त माथि पनि त्यो यस्तो राम्रो फ्लावरहरू त्यो जमानामा बनाएको, कति राम्रो के। एकदमै राम्रो छ। फोटो खिच्ने कार्यक्रम भइरहेछ। अनि फेरि त्यसकै अर्को पार्ट अफ यता पनि, यतातिर चाहिँ मान्छेहरू अलिक भिडभाड हुँदो रहेछ क्या। त्यो म्युजियम हो अगाडिको, यस्तो राम्रो छ। हेर्नुहोस् मैले त लाइभ हेरेँ, कतिजनाले लाइभ हेर्नुभयो होला, त्यहीँ गएर कतिजनाले फोटो भिडियोमा हेर्नुभयो होला हैन। फुलहरू त्यस्तै राम्रो छ, नखिचौँ भने नि खिचौँ लाग्ने के हैन। माथि आइपुग्यो फेरि हामी अहिले। अघि त्यहाँ थियो, त्यो तल थियो, अहिले यता हामी माथि आयौँ। अब हामी माथिबाट निस्किन्छौँ। हिँड्दै जाँदाखेरि रङ्गी बिरङ्गी फुलहरू देख्न पाइँदो रहेछ मजाले हैन। करिबन यति बेला चाहिँ टाइम चाहिँ 7 बजी थियो होला कि बेलुकाको, साँझको। र पनि घाम हेर्नुहोस् न कस्तो मजाको के, कस्तो राम्रो घाम छ। र पनि घाम माथि नै छ है। फेरि हामी अर्को पार्कतिर आइपुग्यौँ।
यो चाहिँ माथि नै पर्छ। यहाँनिर चाहिँ घुम्ने ठाउँहरू होइन, बच्चाहरू खेल्ने ठाउँ, रेस्ट गर्ने ठाउँ पनि रहेछ। हो ठक्कै यहाँबाट तल बार्सिलोना पनि देख्ने। हामी यस्तै गरेर दिदीको घर नजिक आइपुग्यौँ। अनि हाम्रो अब लास्ट भयो होइन। तपाईँहरूलाई धेरै धेरै धन्यवाद।